सबैलाई जय मसीकी प्रभुको धन्यवाद यो हामीलाई सुन्दर मौकाको लागि। खै करण भाइ यो के हो करण भाइ? यो फ्राई चिकन को लागि अच्छा एकदम हाम्रो देसी स्टाइलले यो पिसेको। वाओ यो मासु हो करण भाइ? हजुर यहाँको लोकल मासु हो यो। अच्छा लोकल मासु है, बहुत राम्रो। यो मैगी है, यहाँ टमाटर प्याज चाय पत्ती चीनी। अच्छा यो बासमती चावल हो, लोकल हो यो पण। अच्छा यो देसी चावल हो। यो चाहिँ एकदम अच्छा यो रखवाला सब लल्ला भाइले गर्ने? अच्छा मतलब कोहीले बढी कम नखाओस्। अरू जति भी हाम्रो साथीभाइहरू हुन्छन् होइन, उनलाई पनि यही सिकाउने कि टुरमा आएपछि एकदम धेरै खाना चाहिँ महँगो हुन्छ। योभन्दा राम्रो आफ्नै सामान लिएर एकदम आफ्नै खाना बनाएपछि 5-6 दिनसम्म पुग्छ। हजुरको बढी भन्नुभयो 4-5 हजार रुपियाँ रासन आउँछ होइन दाइ? हजुर। अनि के भन्छ भने फेरि केटाहरूको के हुन्छ 10-12 जना हुन्छ अनि यहाँ होटेलमा खाँदाखेरि एकदम धेरै नै पैसा ल्याउँछ। योभन्दा राम्रो आफ्नो धेरै सामानहरू लिएर आउने होइन, आफ्नो रासनहरू जहाँ त सस्तो भन्दा सस्तो लिएर आउने, ट्याक्क बनाउने, एकदम रमाइलो पनि हुन्छ। अनि हेर्नु हाम्रो पिकनिकै भनौँ यता हेर्नु, यो खोलाहरू हेर्नु कति राम्रो हो। अनि जे चाहेको चिज पनि हामीले बनाएर खान्छ यहाँ। यो भाइहरूले एकदम रमाइलो गरेको है। हजुर यो कडाईमा ढुङ्गा किन राखेको भाइ? यो धुनलाई हो। अच्छा धोनको लागि हो, ठिक हो। मैले त्यही भनौँ यो कडाईमा कोही नयाँ डिस बनाएको होइन यो अलि खैला खाएमा हजुर त्यही भएर जङ्गला खा त्यही भएर राखेको। अच्छा अच्छा बहुत राम्रो। सिलिन्डर पनि छ है, यो पानीको ड्रम पनि